हाई गाइज, म चाहिँ मुक्तिनाथमा आइपुगेँ होइन। दर्शन पनि भइसक्यो राम्रोसँग। सो यहाँको चाहिँ डाँडा काँडा एकदमै राम्रो छ। अनि घाम पनि लाग्न थालिसक्यो अलिअलि होइन। एकदमै रमाइलो छ। दर्शन पनि मजाले गऱ्यो, नुहाइयो। मेरो कपाल त हेर्न पुरै फ्रिज, पुरै बरफ जमेको छ कपाल त। यस्तो पुरै लट्टै लट्टा भएको छ, पुरै आइस जमेको छ मेरो कपालको हालत यस्तो छ। तर एकदमै रमाइलो छ। यस्तो लट्ठी जस्तो भइन्छ मेरो कपाल त, पुरै लट्ठी टिङटिङ टिङटिङ पुरै आइस जमेको छ। ओहो माइ गड, मेरो मुख त झन् यस्तो भएको नि चिसोले आफै केही सोच्न सकिरहेको छैन। पुरा बाटोभरि आइसकेको छ है। ओहो छुन मन लागिरहेको तर छुनै डर लागिरहेको छ आइस यस्तो। ओ माइ गड, मुक्तिनाथको मन्दिरमा अब चले सारा होइन भन्थे 108 हजुर। एकदम रमाइलो भइरहेछ है। सबैजना नुहाउने कार्यक्रम भइरहेछ। हामीले चाहिँ नुहाइसक्यौँ। सो अब अगाडि गएर एकछिन आगो तापेर जानुपर्ला छ। चिसो पनि अलिक कम हुन्छ। एकदमै रमाइलो छ यहाँको। सबजना नुहाउने कार्यक्रम भइरहेछ। वाउ, यहाँ चाहिँ कुण्ड, मुक्तिनाथको लक्ष्मी सरस्वती कुण्ड पनि छ यहाँ। एकदमै रमाइलो भइरहेछ। पहाडको मुनि मुक्तिनाथ मन्दिर। जय मुक्तिनाथ नारायण की जय।